नमस्कार साथीहरू, यो मिल निकै प्रचलित यो चाइनिज मिल हो। धेरैजनाले यो मिल सम्बन्धी जिज्ञासा राख्नुभएको थियो। यसमा चाहिँ यो 15 को 16 को एम्पियर जुन 16 को नै चल्दो रहेछ। यो विशेष गरी यो अलिकति मजबुत यो प्लग राख्न पर्दो रहेछ। मेरो 2-3 पटक यो जल्यो। त्यस्तै गरी यसमा चाहिँ दुईवटा सुविधा छ, एउटा धान कुट्ने, एउटा चाहिँ पिठो पिस्ने। यसमा विशेष गरेर जाली फेर्ने, अब यहाँ जाली फेर्ने हुन्छ यहाँनिर। यहाँ चाहिँ ढुटा हुने हुन्छ। यो मैले ढुटा हुने यो धेरै उड्यो भनेर यो राखेको छु। यो चाहिँ पिठो झर्ने हो। मलाई यो बेच्ने ठाउँमा पनि यो खासै सिकाउनु भएन। यसमा एउटा यो नट खोलेर यहाँ महिनामा एकपटक ग्रिस हाल्न पर्दो रहेछ। यो मैले क्षति बिहोरेँ। यो यसमा चाहिँ ग्रिस नहाले पछाडि यसको बेरिङ गयो। यो पनि थाहा पाउनु पर्दो रहेछ। अनि यो धेरै ओहिरो ठुलो पर्यो भने यो फिताहरू जाम हुने गर्छ। विशेष गरेर यो त्यति धेरै गाह्रो चाहिँ होइन, तैपनि यो पिस्ने क्रममा थोरै सावधानी चाहिँ अपनाउनु पर्छ। जस्तै अहिले मैले यहाँ आमाले लिनुभएको छ एउटा यहाँ भारी आएको छ। यो उहाँले चाहिँ साँचो खानको लागि यो जौ लिनुभएको छ। यसमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यो सुरुमा यसरी ओहिरो यहाँ राखिसके पछाडि हामीले यसमा ठ्याक्कै यहाँ अन गर्ने सिस्टम बनाइएको छ। अनि यहाँ यसरी अन गर्ने, त्यस पछाडि यो ओहिरो अड्कलेर पिस्नुपर्छ है त। ल, धन्यवाद।